हेलो गाइज, मैले चाहिँ अघिल्लो भिडियोको पार्ट 2 भनेको थियो है। पार्ट 2 यही हो। म चाहिँ ड्युटी छुट्टी भएर रेडी भएर बजारतिर निस्केँ। अगाडि देख्नुभएको चाहिँ तपाईँहरूले यो कपाल काट्ने ठाउँ है। दाइहरूले मलाई कुरिरहनु भएको थियो, गएर दाइहरूलाई पनि भेटेँ। त्यसपछि नङेप छिरेर यता मासु पसलमा छिरेँ। मासु पसलमा चाहिँ साहुजीले मासु जोग्दै हुनुहुन्थ्यो। म चाहिँ यता आएर एउटा चिकन अनि एउटा धनियाँ उठाएँ। मासु पनि प्याक भइसकेको रहेछ। बाहिर निस्किएँ। त्यसपछि यालमार्टतिर जानुपर्ने थियो। यालमार्टतिर छिरेर हामी चाहिँ भित्र छिरेर खुर्सानी लिनुपर्ने थियो। खुर्सानी लिए। आलु पनि सकिएको थियो, आलु पनि लिए। हाम्रो लक्ष्मण बल दाईको भिडियो मात्रै देखाएको थियो, मिनारी पानी साग। आज रियल्ली देख्यो। यतापट्टि सागको थुप्रो थियो अनि यता आएको हड्डी जस्तो देख्यो। यो त तपाईँहरूलाई थाहा नै होला के को हड्डी भनेर। यतातिर चाहिँ सब मासु है। अनि फर्सी र प्याज पनि देखेँ, त्यो चाहिँ लिन पर्ने थिएन, लिएन। अनि यतापट्टि आएको माछा रहेछ, माछा हेरेँ। काँचो मकै पनि रहेछ। अनि त्यसपछि म तेल उठाएर बाहिरतिर आएँ। हाम्रो सामान पनि प्याक भइसकेको रहेछ। अनि हामी चाहिँ हतार अब निस्किएँ मार्टबाट। रात परिसकेको रहेछ। आजको भ्लग चाहिँ यति नै। अब नेक्स्ट भ्लगमा भेट हुने छु भन्दै म चाहिँ रुमतिर लागेँ।